र समापन त हाम्रो अस्ति नै भइसक्यो पूजाको औपचारिक रूपमा। तर हाम्रो विसर्जन कार्यक्रम रहेको छ। साथै हाम्रा यहाँ गुरुजनहरूलाई सगुन चढाउने अथवा गुरु दक्षिणाको निम्ति अन्तिम कार्यक्रम छ। र यो कार्यक्रम सिद्ध्याउनुभन्दा अघि हामी पूजा कमिटी साथै सम्पूर्ण सालु चियाबारीको यस पूजामा धर्ममा आस्था राख्ने भक्तजनहरूको तर्फबाट उहाँलाई धन्यवाद नटकाइ सकिँदैन। र जुन चाहिँ यो पूजा हामीले गर्यौं, यो पूजा हाम्रो सालुवासीको एउटा विचार अनि सबैभन्दा मुख्य कुरो हाम्रा गुरुवर अनि माताको एउटा उहाँको सरसल्लाह सुझाव निर्देशनमा भएको हो। र यसमा कतिवटा कन्सेप्टहरू उहाँले नै दिनुभयो, किनभने हामीले यस्तो पूजा गरेका थिएनौँ। र यो पूजा गर्नको निम्ति उहाँको जुन चाहिँ एउटा भनौँ योगदान भनौँ, उहाँको जुन चाहिँ एउटा शक्ति, त्यही मुताबिक हामीले यो पूजा आयोजन गर्यौं र सम्पन्न पनि भयो। र अस्ति दिन गुरुजीले भन्नु हुँदै थियो, गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वर। अनि भनिन्छ गुरु बिना ज्ञान कसैले पाउँदैन, ज्ञान बिना ज्ञान कहिले हुँदैन। यही कुरोलाई अनि माताले जसरी आफ्नो कर्तव्य पुरा गरिदिनु भयो र उहाँहरूले जस्तो प्रकारले हाम्रो पूजा आयोजना गरिदिनु भयो र यसको निम्ति हामी साथै उहाँहरूलाई हामी नतमस्तक गर्दछौँ। साथै हामी सालुवासीको तर्फबाट हार्दिकताको साथ उहाँहरूलाई धन्यवाद साथै कृतज्ञता प्रकट गर्दै आजको यो विसर्जन कार्यक्रम साथै यो गुरुवर अनि माताश्रीलाई हाम्रो सगुनको कार्यक्रमको निम्ति प्रथममा हाम्रा प्रमुख गुरुवर श्री डाक्टर शरण राईज्यूको बाहुलीबाट उहाँलाई सगुन भेट गर्दछौँ। यो सगुन हजुरले स्वीकार गरिदिनुहुन्छ भने हामी आशा राख्दछौँ। र यसरी नै हाम्रो सगुन राख्ने दोस्रो कार्यक्रममा माता समिका गुरुङलाई सुजी राईको बाहुलीबाट यो सगुन भेट राखिदिने विनम्र निवेदन गर्दछु। र यो सगुन स्वीकार गरिदिनुहुन्छ भने हामी विनम्र आशा राख्दछौँ। अनि यो सगुन कार्यक्रमको अन्त भएपछि गुरुवरलाई दुई शब्द राखिदिनुहुन्छ कि भन्ने हामी विनम्र निवेदन गर्छौँ। No, भाई जय मां शक्ति को अलग जगाउँदै सम्पूर्ण भक्तगण
समाजका 3 समाजका पदाधिकारी वर्ग, 3 समाजका नेतृत्वगण, 3 समाजका सदस्यजन शिरोपरमा भनी लिएर आउनु पर्दाखेरि 3 समाजका भक्तगणलाई हामी गुरुबाट पनि न्यानो अभिवादन। अस्तिको हप्ता सुरुवातको निम्ति यति बेला तपाई हामी सबैजना व्यस्त थियौं भने आज समापनको निम्ति, आज विसर्जनको निम्ति तपाई हामी एकत्र फेरि भएका छौं। रमणीय क्षण छ, तर मनमा कतै कतै गएर दुःखपन पनि भइरहेको छ। मनमा कता कता दुःखपन पनि भइरहेको छ। आँखामा आँसु रस्यता पनि तुरुरु चुन सकेको छैन। मन भिजेको छ। कारण भोलिदेखिको हामीमा अझ शून्यपन महसुस तपाईलाई हुनेछ होला, हामीलाई त अवश्य नै हुन्छ। तपाईहरुलाई हुनेछ होला, हामीलाई त अवश्य नै हुन्छ। र यस प्रकारले आज हामीले एउटा जुन अर्को एउटा औपचारिक हामीले राखिलिएर आयौं, यो पनि दैव लीला हो। दैव लीलाको सँगसँगै तपाईहरु जस्तो सजग व्यक्तिको माया हुन्, तपाईहरुको प्रेम हुन्। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर, गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अन्ध्यारोमा आफ्नो प्रकाश दिएर, अँध्यारोलाई चिरेर आफ्नो उज्यालोपन दिएर आउने नै गुरु। गुरु बिना ज्ञान छैन। गुरु आफ्नो प्रकारको र गुरु घाट घाटको, गुरु आफ्नो आफ्नो विभागसँग सम्बन्धित छ। प्रथम शिशुको निम्ति त गुरु आफ्नो माता पिता नै हुन् र आफ्नो आमा भन्दाखेरि दुई मत छैन पनि होला। दोस्रोमा हाम्रो गुरु हाम्रो स्कुलको शिक्षक शिक्षिकाहरू हुन्, जसले हामीलाई हातमा कलम समाएर, पेन्सिल समाएर क ख ग, ए फर एप्पल, बी फर बल उहाँले सिकाउनु भयो। उहाँ पनि हाम्रो गुरु हुन्। त्यस पश्चात हाम्रा कलेज युनिभर्सिटीका गुरु हुन् भने यस भौतिक संसारदेखिको अलग्गै छुट्टै प्रकारले तत्व ज्ञानहरूलाई लिएर आउने आध्यात्मिक गुरुहरू हुन्, जसले सिकाउनुहुन्छ, उहाँले गुरुहरूले सिकाउनुहुन्छ कि यस संसारको चराचरको व्यवस्था कस्तो रहेको छ, यस संसारमा हामीले आफ्नो जीवन जीविका चलाउनको निम्ति कुन प्रकारको भूमिकाहरू निभाउनु पर्छ भने एउटा आध्यात्मिक गुरुले सिकाएका हुन्छन्। महाशक्ति धामको उद्देश्य नै रहेको छ आध्यात्मिक चेतना जगाउनु नै हाम्रो मूल मन्त्र। र आज हाम्रा उपस्थित भएका भक्तगणलाई सोधी लिएर आउँ, तपाईहरु धार्मिक हुनुहुन्छ? आज तपाईहरु धार्मिक हुनुहुन्छ के तपाई आध्यात्मिक हुनुहुन्छ? दुईटामा तपाईहरुले चुज गरी लिएर आउनुहोस् कि आज तपाई धार्मिक हुनुहुन्छ कि आध्यात्मिक हुनुहुन्छ। तपाईहरु हुन चाहनुहुन्छ धार्मिक हुन चाहनुहुन्छ कि आध्यात्मिक? भन्नुहोस् त। आध्यात्मिक। धार्मिक हुन चाहनुहुन्छ, आध्यात्मिक हुन चाहनुहुन्छ। त आज यस समापनको एउटा समारोहमा तपाईहरुलाई एउटा गुरुको एउटा अर्को ज्ञान लिएर आउँदैछु।
गुरु तत्त्वको अर्को ज्ञान उजागर गर्ने प्रयास गरी लिएर आउँदैछु। हिजो मात्र हाम्रो एकजना भक्तले भन्नुभयो, तपाईले सञ्चार गर्नुभएको, तपाईले दिन भएको ज्ञानलाई हामीले अमल गर्न पाए, दुईवटा ज्ञानलाई पनि अमल गर्नु पायो भने साँच्चै हाम्रो जीवन सार्थक हुने रहेछ भनेर कति मिठोसँग भन्नुभयो। हर्षले गदगद भए। म पनि त्यति शब्द भन्दिनँ, हर्षले गदगद भए। र भन्नु पर्दाखेरि कसले भने भन्दाखेरि हाम्रो दिवाकरको जयन्ती बहिनीले यति हर्षले गदगद लाग्यो क्या मलाई। उहाँले बुझेछ, उहाँले त्यो कुरोलाई लिएछन्। हालाकि यस मन्दिरभित्र, यस प्रेक्षागृहभित्र उहाँ हामी सँगसँगै सत्सङ्गमा यो ज्ञान मन्थनमा नभए तापनि बाहिरै काम गरी लिएर आउँदा, बाहिर आलु छिलेर आउँदा पनि यस गुरुवरको वाणीलाई चाहिँ लिएछन्। यस्ता भक्तहरूलाई हामीलाई दरकार छ। र आज अर्को गुरु तत्त्वको ज्ञान तपाईहरूलाई सञ्चार गर्दै तपाईहरूलाई ज्ञान मन्थन गरी लिएर आउँदैछु। तपाईहरूले भन्नुभयो म धार्मिक हुन्छु, तर म भन्छु धार्मिक नहुनुहोस्। म भन्छु, मेरो अहिलेसम्मको अनुभवले भन्छु, मेरो अहिलेसम्मको जति जप तप व्रतले भन्छु, तपाईँ धार्मिक नहुनुहोस्। तपाईँ धार्मिक हुनुभयो त तपाईँ कठोरवादी हुनुहुन्छ। अङ्ग्रेजीमा बाइकट भनेर भन्छ नि, कठोर हुनुहुन्छ तपाईँ। यति कठोर हुनुहुन्छ कि तपाईँ यो पनि हुँदैन, त्यो पनि हुँदैन, चल्दैन, त्यो खानु हुँदैन, यो गर्नु हुँदैन, यति साह्रो तपाईँ कठोरवादी हुनुहुन्छ। अन्य धर्मलाई अवहेलना गर्ने हुन्छ, अन्य जातिलाई नराम्रो भन्ने हुन्छ, अन्य देवी देवतालाई नमान्ने खालके हुन्छ। मेरो नै सबै कुरो श्रेष्ठ भन्ने कुरो धार्मिक प्रवृत्तिले सिकाउँछ। तर यो गुरुले हामी मन्दिरबाट तपाईलाई सिकाउन चाहन्छौँ। आज 7औं दिन भनौँ हैन, आजको दिनमा 7औं 8औं दिनमा भनौँ, तपाईलाई सिकाउन चाहन्छौँ। तपाईहरु आध्यात्मिक हुनुहोस्, फ्लेक्सिबिलिटी आउँछ, लचिलोपन पनि आउँछ। आध्यात्मिक भन्नुभयो भने तपाईको निम्ति तपाईले एउटा कुनै पनि धर्म प्रान्त तपाईको लागि अलग अलग हुँदैन। कुनै पनि त्यहाँ जातको कुरा आउँदैन, त्यहाँ कुनै पनि उच्च नीच धनी गरिबको कुरा आउँदैन, तर धार्मिक प्रवृत्तिले आउँछ। यसकारणले हामी हुन पर्छ आध्यात्मिक प्रवृत्ति भएको हुनुपर्छ। हामीमा आध्यात्मिक प्रवृत्ति भएकोले गर्दाखेरि तपाई हामीले कसैले दिएको ज्ञान पनि हामीले सिक्न सक्छौं, कसैले दिएको ज्ञान प्रवचन मन्थन गर्न सक्छौं। र ईश्वर त्यो हाम्रो एउटा लक्ष्य के हो त? यो यत्रो पूजा पाठ गर्दैछौँ, गाउँ शान्ति इत्यादि त्यो छँदैछ, तर हाम्रो पूजा पाठ गर्नको हाम्रो उद्देश्य, हामीले ईश्वरलाई रुचाउनुको उद्देश्य के हो भन्दा भगवानको नजदिक जानको निम्ति हो। ईश्वरको अघि हामी नजदिक जानको निम्ति हो, भगवानको सम्मुख जानको निम्ति हो। धार्मिक प्रवृत्तिले तपाई जान सक्नुहुन्न, आध्यात्मिक प्रवृत्तिले जान सक्नुहुन्छ। आध्यात्मिक प्रवृत्तिले तपाई हामी ईश्वरको नजदिक जान सक्नुहुन्छ। र शास्त्रमा उल्लेख पनि गरिएको छ, ईश्वरलाई सम्मुख पाउनको निम्ति, ईश्वरको नजदिक जानको निम्ति हामी समक्ष 10 वटा बाटो छ अरे, 10 वटा बाटो रहेको छ अरे। तर 10 वटा बाटो अपनाउन तपाई हामी साधारण व्यक्तिले अपनाउन सक्दैनौं। ती मध्येमा 2-3 वटा तपाईलाई बताउँदैछु, सुन्ने इच्छा गर्नुहुन्छ होला। नम्बर 1 संस्कृतमा भनिन्छ भक्तिनम। भक्ति गरेर मात्र पनि हामी ईश्वरको सम्मुख जानु सक्छौं, ईश्वरलाई प्राप्त गर्न सक्छौं। केवल भक्ति गरेर, केवल भक्ति गरेर मात्र पनि ईश्वरको प्राप्त गर्न सक्छौं। ज्वलन्त उदाहरण दिन्छु, दिने प्रयास गर्छु। श्री हनुमानजी, हनुमानजी को हुन् त? एउटा बानर हुन्, देवता पनि होइन, मानव पनि होइन। तर श्री रामचन्द्रको भक्ति मात्रै गर्नु भएर उहाँले
भगवानको सम्मुख पुग्नुभयो। आज रामको पूजाको सँगसँगै हनुमानजीको पूजा पनि हामी गरेकै हुन्छौँ। भगवान हनुमानजीलाई पनि हामीले देवताको स्थानमा राखिदिएका छौँ। कसको आशीर्वादले? भगवान श्री रामको आशीर्वादले। र भगवान राम को हुन् भन्दा भगवान विष्णुको अवतार। भगवान राम को हुन् त भगवान विष्णुको अवतार। र भक्तिको एउटा रसलाई हेर्नु हो भने, भक्ति रसलाई हेर्नु हो भने एउटा उदाहरण हनुमानजीलाई लिन सक्छौँ। हनुमानजीको भक्तिले आज म एउटा बानरदेखि एउटा देवको रूपमा पुगेर जानुभयो। सारा विश्व विख्यात भएर जानुभयो। भक्ति भावना, भक्तिले। अर्को भन्छ तपाईको कीर्तनम भन्छ। अर्को भन्छ तपाईको कीर्तनम अर्थात् भजन मात्र गाएर पनि, भजन मात्र गाएर पनि हामीले ईश्वरको समीप जान सक्छौं। भजन मात्र गाएर ईश्वरको समीप जान सक्छौं। उदाहरण पनि दिने प्रयास गर्छु। सन्त कबीर, सन्त कबीरले स्तोत्रहरू रच्नुभयो, भजनहरू रच्नुभयो, भजनहरू एक तारेमा बसेर गाउनुभयो भने उहाँलाई पनि सन्त कबीरको रचनाहरू कति रहेको छ। सन्त कबीरको रचनाहरू कति रहेको छन् कीर्तन गरेर। र त आज कुनै पनि समितिमा, कुनै पनि समूहमा, कुनै पनि पूजा अनुष्ठानमा हामीले भजन गाउनुको तात्पर्य पनि, हामीले भजन राख्नुपर्छ भन्छ। भजन राख्नुको तात्पर्य पनि हामीले आफ्नो भक्ति भावनाले ईश्वरको समीप जान चाहेको, ईश्वरको नजदिक पुगेर हामीले आउन चाहेको भक्ति भावना, भक्ति भावनाको रूपले। अर्को भनिन्छ श्रावणम। श्रावणम, श्रावणम भन्नुको तात्पर्य के हो भन्दाखेरि सुनेर मात्र। न म भक्ति गर्न जान्दैछु, कुनै एउटा व्यक्तिले भन्छ अरे न म कुनै भक्ति गर्न जान्दछु, न म कुनै भजन पनि गाउन जान्दिन, प्रवचन पनि दिनु जान्दिन, तर म सुन्न त सक्छु। सुनेर पनि मैले ईश्वरको सम्मुख जानु सक्छु, सुनेर पनि म भगवानको नजदिक जान सक्छु, सुनेर पनि। उदाहरण तपाईहरु नै हुनुहुन्छ। यत्रो दिनसम्म तपाईहरुले ईश्वरको महिमा सुन्नुभयो, आफूलाई भित्र मन्थन गर्ने कुरोहरू तपाईले राख्नुभयो। श्रावणम तपाईहरुले गर्नु, सुन्ने काम गर्नु हुन्छ। भक्तिनम कीर्तनम श्रावणम। अर्को आउँछ पाद सेवनम। पाद सेवनम अर्थात् गुरु भक्ति। गुरु भक्ति गरेर आज एक स्थानदेखिको अर्को उच्च स्थानमा पुग्नु, एउटा जातकदेखिको साधक भएर एउटा गुरुसम्म, एउटा गुरु पदमा पुग्नु गुरु भक्ति हो। यहाँ पनि एउटा ज्वलन्त उदाहरण आउँछ। अघि सुरुवातमा भनेकै भगवान श्री हनुमानजी के आउँछ कुरा। भगवान हनुमानजीले आफ्नो श्री रामलाई देवता पनि माने, गुरु पनि माने। जुन शिष्यले आफ्नो गुरुलाई गुरु मानेर गुरुको हरेक कुरोलाई एउटा साक्षात कुरो मानिलिएर आउँछ भने त्यस गुरु, त्यस एउटा साधारण व्यक्ति एउटा गुरु पदमा पुगेको हुन्छ, एउटा गुरु स्थानमा पुगेको हुन्छ, एउटा माथिल्लो दर्जामा पुगेका हुन्छन्। जसरी भगवान शिवजीलाई हामीले के भन्यौं? देवादिदेव महादेव। सम्पूर्ण देवताहरूको पनि देवता महादेव भनेर लिएर आयो। भनेपछि त्यसरी गुरुहरूको पनि गुरुलाई हामीले यसरी के भन्छौं? ठुलो गुरु, महागुरु, गुरुदेवहरू भनेर भन्ने गर्छौं। अर्को आउँछ, अघि मैले तपाईलाई सुरुवातमा धार्मिक र आध्यात्मिकको कुरो जुन भन्दै थिए त्यही कुरो नै आउँछ यहाँ। अब आध्यात्मिक प्रवृत्तिले नै तपाई ईश्वरको नजदिक जान सक्नुहुन्छ।
ईश्वरको सम्मुख जानुहुन्छ र विश्व प्रख्यात पनि हुन्छ। उदाहरण त तपाईँ हाम्रो जहिले पनि हृदयमा बस्नुहुने, तपाईँ हाम्रो समाजको सेवाको निम्ति जहिले पनि अग्रसर रहेका थिए। उहाँको नामको अहिले ठुलो ठुलो पुरस्कारहरू धरि पनि दिने गर्दछौँ। सन्त मदर टेरेसालाई हामीले यो स्थानमा आध्यात्मिकताको हेर्न सक्छौँ। उहाँले कुनै उयो हेर्नु भएन, न कुनै धर्म हेर्नुभयो, न कुनै जात हेर्नुभयो, न उच न निच, कोड लागेको भएकोलाई पनि उहाँले के गर्नुभयो? आफ्नो हातले नै गएर सेवा पुर्याउनु भयो। आध्यात्मिक प्रवृत्ति थियो। धार्मिक प्रवृत्तिले के भन्छ? उही म छुदिनँ, यो त झुठो हो। आध्यात्मिक प्रवृत्ति भएको अबै मैले खानु हुँदैन, यो हुँदैन। धार्मिक प्रवृत्तिले त्यसो भन्छ। र आध्यात्मिक प्रवृत्ति भएकोले गर्दाखेरि हामी सम्पूर्ण एक नाशमा आउँछौँ। उदाहरण त अर्को पनि दिन चाहन्छु। आध्यात्मिक प्रवृत्ति थिए र आज तपाईँ हाम्रो छेसमतिर पनि उहाँको स्थान राखेका छौँ। गौतम बुद्धमा आध्यात्मिक प्रवृत्ति थिए, तब गएर उहाँ एक महान ईश्वरको रूपमा हामीले अन्य देवी देवता सँगसँगै बीचमा गौतम बुद्धलाई राखेको हुन्छ। छ कि छैन? लु भन्नुहोस्। आध्यात्मिक प्रवृत्ति मान्छे नै थिए त गौतम बुद्ध। राजाको छोरा प्रिन्स थिए त, कुमार थिए त। र सब राजपाट त्यागेर के गरे? एउटा ध्यानमा गए। कल्प वृक्षमा मुनि बसेर ध्यानतिर लाग्न गए। आध्यात्मिक प्रवृत्तिले छुँदै गयो। तब गएर आज गौतम बुद्ध भए। उहाँ बुद्ध भए भनेपछि त्यही कुरो, आध्यात्मिक कुरोलाई तपाईहरूले नबुझेर हामी चाहिँ के भयो? बुद्धु भयो। उहाँ बुद्ध भए त हामी सिद्धार्थदेखिको गौतम बुद्ध भए त हामीले यही कुरोलाई नबुझेर तपाईँ हामी बुद्धु भयौँ। मान्नुहुन्छ यो कुरो? त बुद्धु हुने कि बुद्ध हुने आफ्नै हातमा छ। क्लास 9-10 एउटा कवितामा आउँछ नि, गरिमा लगिमा लगिमा गरिमा गरिने हुतिकार छ आफ्नै कलाइमा। गरिमा लगिमा लगिमा गरिमा गरिने हुतिकार छ आफ्नै कलाइमा। राम्रो गर्नु नराम्रो गर्नु जे पनि छ, यो सत्य पनि छ, सबै आफ्नै हातमा नै छ, आफ्नो हातमा नै रहेको छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले सही रूपमा सही ढङ्गमा आफ्नै क्रियाकलाप राख्ने गर्नुहोस्। यस हातले दुध पिउने कि मर्चा हालेको त्यो पानी पिउने आफ्नै हातमा छ। यस हातले धूप घुमाउने कि यस हातमा चुरोट राखी लिएर आउने आफ्नै हातमा छ। यस हातले अक्षता पुष्पाञ्जली भनेर ईश्वरको चरणमा सुम्पिने कि रगड यन्त्र गरेर आफ्नै हस्तदलित ओष्ठचेपिका गर्ने। बुझ्नुभयो? हस्तदलित ओष्ठचेपिका बुझ्नुभयो? हस्तदलित ओष्ठचेपिका गर्ने त्यो आफ्नै हातमा छ, आफ्नै हातमा छ। त राम्रो गर्नुहोस् नराम्रो गर्नुहोस्, त्यो सोचलाई कन्ट्रोल गरी लिएर आउने। गीतामा जति पनि 18 अध्यायको मूल सारांश नै के हो? हाम्रो आफ्नो इन्द्रियलाई बसमा राख्नु। र आध्यात्मिक भएका व्यक्तिकोमा नै यो सबै कुरो हुन्छ। धार्मिक प्रवृत्ति भएकोमा नाको बराबर होला है, नाको बराबर। त अब के हुन चाहनुहुन्छ? आध्यात्मिक कि धार्मिक? अब हुनुहोस् तपाईहरु धार्मिक प्रवृत्तिको व्यक्ति हुनुहोस्। जब तपाईँ हामी धार्मिक प्रवृत्तिको व्यक्ति हुन्छौँ नि, साँच्चै नै तपाईँ हामीमा कुनै प्रकारको माथि तल उच नीच जात पात यो धर्म त्यो धर्म यस्तो त्यस्तो हेन तेन भन्नेमा हुँदैन। आफ्नो धर्म विषय लिएर हामी अलिक कठोर हुनुपर्छ, तर आध्यात्मिकपनलाई लिएर हुनुपर्छ, न कि धार्मिक प्रवृत्ति। यो एउटा सानो आजको मन्थनमा तपाईलाई जानुभन्दा अघि
2 शब्द मात्र होइन, हजारौं शब्द फुक्यो होला मैले तपाईहरुको सुरुवातदेखिको लिएर अहिलेसम्म पनि म तपाईहरुको अघि फुकिनै रहेको छु। एउटा मन्त्र फुक्ने काम भयो, अर्को शब्द फुक्ने काम भयो। अब लिनु नलिनु तपाईहरुमा छ। र अघि हाम्रो भक्त दाजुले जुन चाहिँ भन्नुभयो, क्षमाको कुरा गर्नुभयो, माफी माग्ने कुरा गर्यो। गल्ती होस् या नहोस्, हामीमा त्यो एउटा क्षमा माग्ने प्रवृत्ति राख्नुपर्छ। धार्मिक मान्छेले क्षमा माग्दैन नि। म किन माग्नु, मैले गरेको सबै ठिक हो भन्छ। मैले गरेको सब कुरो ठिक हो भन्छ। धार्मिक प्रवृत्ति भएको व्यक्तिले, आध्यात्मिक प्रवृत्ति भएको व्यक्तिले माफी पनि माग्छ। उसले गल्ती गरेको होस् या नहोस्। पूजा अनुष्ठान सुरु गरेको देखिको लिएर हामीले ईश्वरलाई कतिपल्ट माफ माग्यो? लु भन्नुहोस्। तपाईहरुलाई पनि त्यो ओम पूजी दोषी क्षमा उत्सव भन्ने त्यो धरि तपाईलाई सिकाइयो। कतिचोटि माफ माग्यौं। साथै यो छालाको जिब्रोले लटपटेर, हार नभएको जिब्रोले लटपटेर हामी गुरुजनबाट पनि कुनै गल्ती भयो होला, अपशब्द बोली पठायौं होला, कसैलाई नराम्रो सत्संग गर्दा गर्दा कसैलाई नराम्रो ठेस पुर्यायो भने पनि कतिपल्ट माफ मागिदिएर आयौं। अहिले पनि माफ माग्छ। यो आध्यात्मिक प्रवृत्तिले हामीलाई सिकाउँछ। र आज पनि उहाँले जुन चाहिँ भन्नुभयो, हामी माफ माग्नुपर्छ, माफी छ यस्तो भन्नुभयो, त्यो गरेको गल्ती होस् या नहोस् हामीले त्यो मान्नु नै हाम्रोमा आध्यात्मिकताको प्रवृत्ति झल्किएको हो। तपाईले यो अहिले उद्घोषणा गरेर भन्नु नै तपाईमा आध्यात्मिकता प्रवृत्ति तपाईकोमा झल्किएको हो। धार्मिक प्रवृत्ति भएको भए सायद तपाईले भन्नु हुँदैन थियो होला। आध्यात्मिक प्रवृत्तिले भन्नु भएको भनेपछि रहेछ त्यो आध्यात्मिक प्रवृत्ति, रहेछ त्यो आध्यात्मिक प्रवृत्ति। अहिले शान्त स्वभावमा, शान्त वातावरणमा एक मन एक टट ध्यान लगाएर बस्नु हुने पनि तपाईकोमा यो आध्यात्मिक प्रवृत्ति हो। धार्मिक प्रवृत्तिले त्यसको कुरा कहाँ सुन्नु? उहाँ हजुर पनि हैन, त्यसको कुरा पो आउँछ, त्यसको कुरा कहाँ सुन्नु, सुन्दिन गर्दिन भन्ने आध्यात्मिक प्रवृत्तिमा त्यस्तो हुन्छ। किन भन्दा चित पनि आफ्नै, पट पनि मेरै भन्ने हुन्छ। र आध्यात्मिक प्रवृत्तिले नै हामीलाई सिकाउँछ। र आज 5 दिवसीय भनेर राखेको 6-7 दिवसीय भइसक्यो। आज हाम्रो अनुष्ठान गरेको 6-7 दिवसीय भइसकेको। बिहानदेखिको लिएर अहिले घण्टाको हिसाबले हेरेर लिएर कति घण्टा चाहिँ तपाईँ हामी सबैजना बसेर पूजा अनुष्ठान गरिबस्यौँ होला। तर आनन्द छ मनमा, सन्तुष्ट छ मनमा। कुनै प्रकारको हामीमा पनि खोट रहेको छैन कि हामीले यो पूजा त त्यहाँ गर्दैनौँ त, यो मन्त्र जप त हामीले गर्नुपर्ने थियो, आवश्यकता थियो, तर हामीले गरेनौँ। यो अनुष्ठानको यो भाग त हामीले छोडी लिएर आयो भनेर हामीलाई मनमा तिलको दाना जतिको पनि, हामी दुई गुरुजनलाई तिलको दाना जतिको पनि त्यो क्लेश छैन। जति जे त्यो सबै बुद्धि र विवेकले भ्याएसम्म र यो आँखाले देखेसम्म, तपाईहरूले बताएसम्म सबै गरिसक्ने प्रयास गरेका छौँ। भगवान खुसी भइदिनुहोस्। अब यत्रो गर्दा पनि भगवान दुखी नै भयो भने चाहिँ अब कैलाशबाट शिवजीलाई लिएर आएर पूजा गराउनुपर्छ। वैकुण्ठबाट भगवान विष्णुलाई लिएर आएर पूजा गराउनुपर्छ। ब्रह्मा लोकबाट ब्रह्माजीलाई लिएर आएर पूजा गराउनुपर्छ। तब मात्र भगवान खुसी हुन्छ। हाम्रो गर्ने, तपाईँ हाम्रो एउटा भक्तकुम गुरुकुम गर्ने क्षमता यति नै हो। के भन्नुहुन्छ? जति जे गर्नु थियो तपाईँ हाम्रो क्षमता अनुसारले यो कुरो मैले सुनाउन चाहेको भगवान देवी देवतालाई नै हो, भाग्यै कुरो ईश्वरलाई नै सुनाउन चाहेको। अब यत्रो गरेर पनि भगवान खुसी भएन भने चाहिँ भगवान हाम्रो समर्थ त यति नै छ गर्ने, जानेको बुझेको जति जे गर्ने छ यति नै छ। अब उपरान्त यो पूजाबाट पनि तपाईँ खुसी भएन भने चाहिँ ऊ कैलाशबाट शिवजी नै आउनु पर्यो। शिवजी आएर पूजा गरे मात्रै खुसी हुन्छ होला, भगवान विष्णु आएर पूजा गरे खुसी हुन्छ। हाम्रोमा त्यो समर्थ छैन। अब उपरान्त जति जे गर्ने सबै गरिदिएर आयौँ र विश्वास छ, आस्था छ, विश्वास छ, भरोसा छ। हाम्रो भक्ति भावले, हाम्रो कीर्तनले, भजनले, हाम्रो यस श्रवण गर्ने देवीको 108 मन्त्र
108 नाम जप इत्यादि इत्यादिले भगवान खुसी हुनुहुन्छ होला। अघि नै भने नि भक्तिनाम कीर्तनम श्रवणम यो सबै गर्यौं हामीले, भक्ति पनि गर्यौं, कीर्तन पनि गर्यौं, सुन्ने काम पनि गर्यौं, आध्यात्मिकताको हामीले यो सबै माहौल र परिवेश पनि राखी लिएर आयौं। त तपाईलाई चाहिएको कुरा यही रहेछ, सबै हामीले तपाईलाई दिने प्रयास गर्यौं। त अब चाहिँ तपाई हामीसँग खुसी भइदिनुहोस्, तपाई हामीसँग तपाई प्रसन्न भइदिनुहोस्। हाम्रो उद्देश्य जुन एउटा उद्देश्य राखेर हामीले यस गाउँको निम्ति हामीले राखेका थियौं सबैजना मिलेर, यो चाहिँ पूर्ण रूपले सफल गरिदिनुहोस् भन्ने ईश्वरको हामी माझ एउटा आशीर्वाद रहोस्। ईश्वरमाथि हामी माझ एउटा अनुकम्प नै सदाको लागि होस्। आज जुन अनुष्ठान हामी माझ चल्यो, यस अनुष्ठान यस पूजा आज ऐतिहासिक प्रथम चरणको ऐतिहासिक पूजा अनुष्ठान हुन गएका छ भने यस्ता पूजालाई वार्षिक रूपमा पनि तपाईले जब लिनुहुन्छ, वार्षिक रूपमा जब तपाईले लिनुहुन्छ, एकत्र एक भाव त छँदैछ। ईश्वरको पूजा त्यहाँ नागा पनि हुँदैन र देववचन यस्तो पनि देखाएका छन्। बाछा चाहिँ मैले नराखिदिएकै हो, किनभने भोलिको दिनमा केही कारणवशले अलिक हुन सकेन भने, अलिक पुग्नु सकेन भने फेरि पिरोल्ला भनेर बाछा चाहिँ नराखिदिएको हो। एउटा जानेर बुझेर मैले बाछा चाहिँ राखिदिन। र यो गाउँको मान्छेले कच्चै गर्छ, लु भाकल उठाइदिए त भनेर त्यो बाछा चाहिँ राखिदिन भने, तर देवको आशा, देव गुरुको, देवताहरूको वचन यो छ कि यस्ता यो किसिमको अनुष्ठान चाहिँ वार्षिक रूपमा आयोजित गरोस्, वार्षिक रूपमा मेरो नामको धूप धनकारहरू आदि दिया जाओस्, वार्षिक रूपमा मेरो नामको पूजा गरेर यसरी भोग भण्डारा खाओस् भनेर त्यो बाणी चाहिँ भगवानले एउटा यो गुरुको कण्ठबाट, यो गुरुको बोलीबाट तपाईहरु समक्ष उगाइदिने भनेका छन्, भनेका थिए, भनिरहेका हुनुहुन्छ। त्यही चाहिँ मैले तपाईहरुलाई संवाद गरिरहेको छु। यति नै हो, जानेर बुझेर बाछा चाहिँ नराखिदिए, किन भन्दाखेरि केही कारणवशले हुन सकेन भने। र आज तीन समाजको तत्वधानमा जुन तपाईहरुको यहाँ अनुष्ठान सफल भएको एउटा गुरुको नाताले नै घोषणा पनि गर्दछु। तीन समाजको तत्वधानमा भएको आज यस अनुष्ठान गुरुको नाताले, हामी दुई गुरुको नाताले घोषणा गर्दछौं, पूर्ण रूपले सफल भएका छन्। भोको पेट कोही पनि गएनन्, निधार खाली पनि कोही पनि गएनन्। घरमा एक एक प्याकेट धरी, एक एक सानो सानो प्रसाद धरी एउटा बुनिया धरी पनि घरको व्यक्तिहरूको निम्ति प्रसाद रूपमा गरिरहेका छन्। अझै पनि हाम्रा समाजका अब जो पूजा कमिटी भनौं, पूजा कमिटीले तपाईहरुको निम्ति अझै विशेष केही पनि राखिदिनु भएको छ, विशेष केही राखिदिनु भएको छ। त्यो सँगसँगै हामी गुरुहरूले पनि तपाईहरुको निम्ति के राखिदिएका छौं। ठूलो चीज होइन, सानो सानो चीज राखेका छौं। अहिले मण्डप उठाउन भन्दाखेरि अघि जुन चाहिँ सगुनको चीजहरु यहाँ निक्लिन्छ, सहको रूपमा त्यो हामी कमिटीलाई सुम्पिरहेको हुन्छौं, कमिटीलाई हस्तान्तरण गरिदिएको हुन्छौं। तपाई उहाँ कमिटीहरुले नै तपाईहरुलाई औपचारिक रूपमा एउटा चाँजो मिलाएर तपाईहरुसम्म पुगाइदिनुहुन्छ तपाईको सहको निम्ति। र त्यो सहको चीज चाहिँ तपाईले कहाँ राख्नुहोस् भनेर भन्दाखेरि तपाईले आफ्नो गोदरेज भित्र राख्नु, जहाँ चाहिँ हामीले टाका राख्ने त्यही हो, जहाँ चाहिँ हामीले टाका राख्ने गर्छौं त्यही ठाउँमा चाहिँ तपाईले राख्नुहोस्। र राख्नु हुँदाखेरि एउटा रातो लुगामा, तुलको लुगाहरुमा केमा हुन्छ है, अलिकति बटारेर चाहिँ त्यो भित्र राख्नु। बुझ्नुभयो? अहिले हामी कमिटीलाई जानकारी गराइदिएको हुन्छौं। र तीन समाजको आफ्नो क्रिया प्रणालीहरु छन्, तीन समाजको आफ्नो उहाँहरुको संविधानहरु रहेको छ।
तीन समाजमा छुट्टै प्रकारको गर्ने आफ्नो जति पनि कार्यहरू अलग प्रकारले रहेको छ भनेपछि यो पनि एउटा गुरुको नाताले तपाईलाई सम्बोधन गर्न चाहन्छु, अवगत गराउन चाहन्छु। अब तीन समाजकै प्रतिनिधि तपाईहरू जति पनि हुनुहुन्छ, अग्रजहरू जति हुनुहुन्छ, एउटा यो स्थायी रूपमा आमा दिदी बहिनीहरूलाई पनि लिएर, युवाहरूलाई पनि लिएर, ठुलोहरू तपाईहरूले एउटा सजग हिसाब लिएर एउटा स्थायी रूपमा पूजा कमिटी गठन गरिहाल्नुहोस्। कारण तपाईहरूको अब आउँदैछ चैतको पूजा गर्ने समयहरू आउँदैछ, आइतबारे थानतिरको पूजा गरेर आउँदैछ, माटलोतिर, र अस्ति मात्रै भ्रमण गरी लिएर आउँदाखेरि के बुझ्यो, जब गाउँको कुनै पूजा भनेपछि तिनटै गाउँ मिलेरै गर्नु हुँदो रहेछ भनेपछि वाइ नट, किन चाहिँ तपाईहरूले अब स्थायी रूपमा नराख्ने त? स्थायी रूपको पूजा कमिटी तपाईहरूले एक समूह राख्नु भएको छ भने अब तपाईहरूलाई आउँदो दिनको पनि तपाईहरूले पूजा अनुष्ठानहरू गर्नु फेरि कमिटी बनाइरहनु पर्दैन। यहीँबाटै तपाईँको हुन्छ। अघि सुरुवातमा भने आफ्नो समाजको आफ्नो आफ्नो संविधान छ, आफ्नो आफ्नो क्रिया प्रणालीहरू छ, र ती मध्येबाटै तपाईँले छुट्याएर राखिदिनुहोस्। बुझ्नुभयो? र अब यही अनुष्ठानकै क्रममा आज हामीले स्थापित गरी लिएर अस्ति हप्ता स्थापित गरी लिएर आएको आज हामीसँग जुन घरमा तपाईँलाई दिने पनि छ, भगवानको थानमा दिनुपर्ने पनि, भगवानको यहाँ मन्दिरमा पनि दिन पनि हामीले यहाँनिर भगवानको पनि भाग अलग अलग लगाइसकेको छौँ। खालि निकाल्न मात्रै बाँकी छ, विसर्जन गर्न मात्रै बाँकी रहेको छ। तीनवटा गाउँ छन्, तीनवटा गाउँमा तीनैवटा मन्दिर, यहाँ बीच गाउँको, मगर गाउँको, तर अलि आसाम मन्दिर, तीनैवटा गाउँमा अहिले तपाईँहरूको समाजको प्रतिनिधिहरूलाई हामी देवीमा जुन 9वटा नरियल राखेको, देवीको 9 स्वरूप गरेर राखेको, शैलपुत्री, ब्रह्मचारिणी, यसरी 9 रूप गरेर राखेको देवीको 3-3वटा नरियल मन्दिरको निम्ति दिन्छौँ। यो नरियल चाहिँ हामी तपाईँलाई घरमा राख्नुहोस् भन्दैनौँ। किन भन्नुहोस् त, घरमा जुठो पिठो हुन्छ, घरमा जुठो पिठो हुन्छ, साह्रो भोलि तपाईँलाई पर्छ। त्यस कारणले गर्दाखेरि 3वटा नरियल यहाँ मन्दिरमा, 3वटा नरियल माथि मन्दिरमा, र 3वटा नरियल तल मन्दिरमा बसेको हुन्छ भनेपछि 9 देवीको स्वरूपमा गुप्त नवरात्रि पर्वमा जुन गरेको अनुष्ठान चाहिँ 10 महाविद्याको रूपमा पनि मानिन्छ। 10 महाविद्याको रूपमा पनि मानिन्छ। काली, तारा, षोडशी, भुवनेश्वरी भनेर 10 महाविद्याको रूपमा मानिन्छ। 10वटा झण्डीमा 3वटा झण्डी यहाँ बीच मन्दिरमै लागिन्छ, 3वटा माथि मगर गाउँमा, 3वटा झण्डी तल मन्दिर आसाम मन्दिरमा लाग्छ भनेपछि एउटा उब्रेको झण्डी चाहिँ कहाँ लाग्छ भन्नुहोस् त? त्यो झण्डी चाहिँ यस हलमा नै माथिपट्टि बस्छ। किन भन्दाखेरि यस हल पनि पवित्र भएको छ। भोलिको दिनमा अन्य कार्यहरू हुन्छ, शुद्ध कार्य, अशुद्ध कार्य, बिहा मरो सबै हुन्छ, तर शिरमा चाहिँ हामीले एउटा झण्डीलाई चाहिँ हामीले फरफराएर राख्छौँ हामीले यस हलमा। किन भन्दाखेरि यत्रो दिनसम्म 4वटा भित्ताले, छतले हामीलाई के दिएको छ? आश्रय दिएको छ, भगवानको थान थपना बनाउने हामीलाई ठाउँ दिएको छ। त पूजा गरिसकेपछि चाहिँ यो ठाउँलाई लात लगाउनु होइन। यो कुरोहरू चाहिँ आध्यात्मिक प्रवृत्ति जब हामीलाई हुन्छ तब हामीलाई भगवान देवी देवताले पनि यो गुरु ज्ञानहरू यसरी दिएको हुन्छ, देव वचनहरू यसरी दिएको हुन्छ। सायद तपाईँ हामीमा यस्तो त्यो सोच पनि आउँदैन। धेरै गुरुहरू होला सायद यस्तो सोच्दैन, ए लैजाउँ त्यहाँ लैजाउँ भयो बस, होइन। आध्यात्मिक प्रवृत्ति हुनुपर्छ, तब हामी गएर ईश्वरको नजिक आउँछौँ। र आज यो जति भन्दैछु नि सबै यो एउटा आध्यात्मिक प्रवृत्ति साथै देवताकै वचन। 3-3वटा नरियल 3टै मन्दिरमा, 3-3वटा झण्डे 3टै मन्दिरमा एउटा उब्रेको हुन्छ। यस प्रेक्षागृह भनौँ, यस मन्दिर भनौँ, क्लब भनौँ, तपाईँको समाज भनौँ, र तपाईँहरूको गाउँको निम्ति एउटा धरोहर पनि हुन्छ। यहाँनिर सिटमा मजाले अगाडिपट्टि यहाँ हलको निम्ति बसेको हुन्छ। निर्णय ठिक छ? यिनै समाजका पदाधिकारीगण तपाईँहरू खुसी हुनुहुन्छ? एकपल्ट स्मरण स्वरूप तपाईँहरूलाई फेरि जानकारी गराउन चाहन्छु। स्मरण स्वरूप तपाईँहरूलाई जानकारी गराउन चाहन्छु कि 3वटा मन्दिरमा तपाईँहरूले पूजा गर्ने अनुष्ठान जुन छ, पूर्णे र पञ्चमीमा गएर गरिदिनु नभुल्नुहोस् होला। सधैँ जानुभयो भने पनि उचित हो, तर सधैँ जाने व्यवस्था मिल्दैन। पूर्णे र पञ्चमीमा गएर गरिदिनुहोस्।
र भैरवजीको जुन राखेर गरेको छौँ त्यहाँ पनि सधैँ गर्यो भने एकदमै उचित हो, तर हामी सधैँ गर्न सम्भव छैन भने बिहिबार र शनिबारको दिन गएर भैरवजीको नामको पनि बत्ती बालिदिनुहोस्। भैरवजीको बत्ती बाली लिएर आउनुहुँदा चाहिँ खानतेलबाट नै बत्ती बाल्ने गर्नुहोस्। घिउको बाल्दा पनि हुन्छ, रिफाइन बाल्दा पनि हुन्छ, तिलको तेल बाल्दा पनि हुन्छ, र उचित चाहिँ खानतेलको बत्ती गर्नुहोस्। अन्य देवी देवताको चाहिँ को हुन्? रिफाइन तेल या तिलको या अथवा घिउको बत्ती नै श्रेष्ठ मानिन्छ। र अब हाम्रो विसर्जन गर्ने मुहूर्त आयो। सुरुवात गर्यौं विसर्जनमा, स्थापनामा, भने अब विसर्जन गर्ने मुहूर्त पनि आउँदैछ। विसर्जन गर्ने मुहूर्त हाम्रो अब आउँदैछ। किन भन्दाखेरि यो जे पनि गर्नुपर्छ मुहूर्तमा गर्नुपर्छ, न समयको अघि न समयको पछि। जति जे पनि हुन्छ सबै समयले नै हामीलाई दिएको हुन्छ। भेला भयौँ 9 बजीको समयमा, 9-10 बजीदेखिको लिएर 9 बजे घट हटाएको भए अर्को कुरो थियो। त्यो एउटा घडी अलिकति हाम्रो गफले, हाम्रो अलिक तेनेमेनेले, हाम्रो आयोजनाले टल्यो भनेपछि अब ठिकै समय भइरहेका छन्। र विसर्जन गर्न भन्दाखेरि अघि पूजा कमिटीको अर्को केही आयोजना रहेछन्, अर्को केही संवादहरू रहेछन्, त म माइक उहाँलाई सुम्पिरहेको छु। जति हाम्रो यो पूजा आयोजना भयो, अनुष्ठान भयो, त्यति दिन नै हाम्रो गुरुवर माताजीलाई उहाँले छुट्टै प्रकारले खानु, पकाउनु, बस्नु सबै उहाँले अलग्गै सेवा गरिदिनु भएर उहाँलाई पनि हामी कमिटीको तर्फबाट सानो भेट टक्राउँदछौँ र स्वीकार गरिदिनुलाई। दिदीलाई हामी कृतज्ञता साथै धन्यवाद ज्ञापन गर्दै उहाँलाई यो सानो भेट गर्छौँ। सबै तपाईँहरू यहाँ सबैजना उपस्थित हुनुभएका सबै भक्तजनहरूलाई, गुरुवर गुरुमालाई, श्रीमा है माता शक्तिको सबै आशीर्वादले गर्दा सबैजनालाई यो सबै मैले मातालाई सब कुरो गर्नु पाएँ है। यो मेरो ठुलो अब भाग्य भनौँ न, अब जसको भागमा छ त्यसो त अब जुड्यो है। के मैले गर्नु पाएँ, यो ठुलो खुसीको कुरो हो है। सधैँभरि नै यसरी सेवा गर्नु पाइँदैन, तर आजको दिन यसरी जुडेर मैले गर्नु पाएँ। त्यही सबैजनालाई, देव देवतालाई, सबैजना यहाँ सबैजनालाई मेरो हुन्छ है। धन्यवाद छ। स्थापनादेखिको लिएर अहिलेसम्मको तपाईँहरूले जुन पूजा कमिटीले गर्नुभयो अति नै सराहनीय कार्य हो। यो कार्य जुन तपाईँहरूले गर्नुभयो नि आध्यात्मिक प्रवृत्तिले गर्नुभयो। जसरी आध्यात्मिक प्रवृत्तिले 3वटा मन्दिरको यहाँ हल धरीको पनि शिर उठाउने काम गर्यौं हैन, गर्दैछौँ भनेपछि तपाईँले आज जुन उहाँ हाम्रो आमा, हाम्रो जगत जननीहरू हुनुहुन्छ उहाँ हैन, तपाईले आफ्नो उहाँले भन्नुभयो पहिला सुरुवातमा नै आफ्नो प्रकारले सेवा पुर्याउनु, तर एउटा गुरुलाई लिएर एउटा जुन सेवा छुट्टै राख्नुभयो, एउटा जुठो थालधरि पनि उठाइदिएर लगेर सबै जुन गरिदिनु भयो, खानु बस्नुको कुनै प्रकारको असुविधा हुन सकेन, सब कुरो चोखो नितो प्रकारले हुन गएकोमा जुन पूजा कमिटीले गर्नुभयो नि साँच्चै यो अति नै सराहनीय छ तपाईहरुको। र यस आज यत्रो भएको यो अनुष्ठानलाई सुरुवातदेखिको लिएर जति पनि छ तपाईहरुले यसलाई यो पब्लिसिटी त होइन, तर भविष्यको एउटा तथ्य राख्नुको निम्ति यी ससाना नानीहरुको जानकारीको निम्ति चाहिँ तपाईहरुले एउटा प्रेस रिलिज गरिदिराख्नुहोस्। एउटा आफैले लेखिराख्नु न्यूज लेखेर एउटा फोटोग्राफहरु तपाईले दिइराख्नु भएर त्यसपछि
तपाईँहरूले न्युजमा यो पेपर प्रिन्ट मिडियामा दर्पण स्वर्णभूमि इत्यादि जति छ दिइराख्नु भयो भने उहाँले यो जनपदतिर दिइराख्नु भएको छ भने उहाँले प्रकाशित गरिदिनुहुन्छ। त्यसको कलम तपाईँहरूले लिएर आफ्नो आफ्नो समाज घरतिर आफ्नो आफ्नो समाज भवनमा तपाईँहरू यी नानीहरूलाई भोलिको दिनमा हाम्रो अङ्कलहरूले हाम्रो काका मामाहरूले बडाहरूले यसरी गर्नुभएको थियो रहेछ त हामी गरौँ ल गर्नुपर्छ भन्ने पछि बुद्धि आउँदै जान्छ है यो नानीहरूलाई। र अहिले पनि केही कार्यक्रम भन्नुहुँदैछ है, फेरि पनि माइक दिँदै फेरि 2 शब्द फेरि पुग्दै जान्छ।